भीमसेन थापा र नेपाललाई सतीको श्राप मिलेको दिन। नेपाल राष्ट्र खडा गर्न र विस्तार गर्नमा रगत बगाएका वीर पुर्खाको नामहरू स्मरण गर्दा अनगिन्ती नामहरू अगाडि आउँछन्। जस्तै बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापा, कालु पाण्डे, भीमसेन थापा, जङ्गबहादुर कुँवर आदिको नाम लिन सकिन्छ। नेपाल एकीकरण भएपछि राजनीतिमा राजाहरूको सक्रिय नेतृत्वमा भाइ भारदारहरूलाई लिएर दरबारले शासन सत्ता चलाएको पाइन्छ। दरबारीय राजनीतिमा बढी चाकडी, चाप्लुसी, षड्यन्त्र, गुटबन्दी आदि गरेर राजाहरूको नजिक भएर शासनको बागडोर हत्याउने मात्र दाउमा सबैले मौका हेरेर बसेको पाइन्छ। कुन बेला कसको हातमा शासन सत्ता चलाउने शक्ति पुग्छ थाहा नै हुँदैन थियो। भीमसेन थापा जस्ता नेपालका मुख्तियार यानि कि प्रधानमन्त्री पनि भए, जसले नेपाली सेनाको स्थापना गरेर धरहरा बनाए। त्यस्ता व्यक्ति पनि दरबारीय राजनीतिको षड्यन्त्रमा परेर जेलमा बन्दी भए। जेलमा बन्दी परेका वीर योद्धा भीमसेन थापालाई षड्यन्त्रमूलक तरिकाले तपाईकी श्रीमतीलाई आज नाङ्गै पारेर 3 सहर घुमाउँदै छन् भन्ने काल्पनिक खबर उनका शत्रुहरूले उनको कानमा पुर्याउन लगाए। त्यस्तो लज्जाजनक कुरा सुनेपछि सहन नसकेर आत्महत्या गर्न केही साधन नपाएर आफ्नो अगाडि भएको झ्यालको एना फोडेर घाँटी सेरेर मर्ने प्रयास गर्दा अत्मरो अवस्थामा पुगे। तर पछि उनको त्यही कारणबाट मृत्यु भयो। यस्तो दुखद घटनाबाट वीर योद्धा भीमसेन थापाको जीवन अन्त्य हुन पुगेको थियो। त्यस समयमा सम्पूर्ण भारतवर्षमा हिन्दू नारीहरूमा आफ्नो पतिको मृत्युपछि पतिको चितामा बसेर पतिको लाससँगै जलेर सती गएर प्राण माग्ने चलन थियो। सबै स्त्री जातिहरू पहिले पहिले स्वेच्छाले नै सती जान्थे। पछि पछि आएर जबरजस्ती सती पठाउने नाममा नमान्दा जबरजस्ती गरेर पनि सती पठाउन गर्न थालियो। भीमसेन थापाकी श्रीमती आफ्नो पतिको चितामा जलेर सती गइन्। तर उनले चिता जलाउनु अगाडि नेपालमा इमानदार व्यक्तिहरूलाई कहिले पनि भलो नहोस् भन्ने श्राप दिइन् रे। किनभने राष्ट्रप्रति इमानदार गर्ने निर्दोष व्यक्तिमाथि यस्तो षड्यन्त्र गरेर अन्त्य गराइयो भने यो देशमा इमानदारी गर्ने व्यक्तिहरूको मेरो जस्तै नियति भोग्नु पर्योस् भनी भीमसेन थापाकी श्रीमतीले सती जाँदा चिताबाट श्राप दिइन् भन्ने भनाइ नेपालमा प्रचलित छ। उनको श्राप सत्य साबित भएको हो कि होइन, तर यो भनाइको मानसिक असर आजसम्म पनि नेपाली समाजमा परेर आएको पाइन्छ। अबको 21औं शताब्दीमा त्यो असर अब नपर्ला भन्ने विश्वास राखौं। हस् त, आजको भिडियो यति नै। यदि तपाईलाई इतिहासमा चाहना छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र आजको भिडियो कस्तो लाग्यो त्यो पनि कमेन्टमा भन्नुहोला र अब तपाईलाई म यो भिडियो हेर्न आग्रह गर्छु। धन्यवाद।